दक्षे पादे भ्रमणम। नयाँ सालको संक्रान्ति तपाईको दायाँ खुट्टामा परेको छ। भ्रमण गर्नुपर्ने, यात्रा गर्नुपर्ने देखियो। यो भावी लगायत चार्टमा देखिएको व्यक्तिको लागि यो 2082 सालको संक्रान्तिले हिँडिरहनु पर्ने गराउनेछ। आवश्यकता भन्दा बढी दौडधुप, मेहनत, संघर्ष, कठिन परिश्रम गर्नुपर्ने देखाउँछ। तपाईको जन्म नक्षत्र यदि मूल, पूर्वाषाढा, उत्तराषाढा हो भने तपाईको पनि 82 साल खासै राम्रो देखिएन। तर यात्रा गर्नुपर्ने भएकाले तीर्थयात्रा वा विदेश यात्रा पनि हुन सक्छ। 82 सालको वैशाखदेखि असोज महिनाभित्रमा तपाईको पक्कै पनि यात्राको योग, भ्रमणको योग बनेर जानेछ। सुखद होस् या दुखद, जे भए पनि यात्रा चाहिँ गर्नै पर्छ। खुट्टामा परेको संक्रान्तिले खुट्टालाई दुःख दिने गर्छ। नातिनुहोला, धैर्य भएर अगाडि बढ्नुहोला। सामान्य स्वस्ति शान्ति पनि गर्नुहोला, तपाईलाई राम्रै हुन्छ। देखाइएको चार्टमा तपाईको नाम अक्षर छैन भने अर्को भिडियोमा हेर्नुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।